2082 साल मङ्सिर तेस्रो साता काठमाडौँ उपत्यकालाई चिसोले कक्र्याउँदै थियो। हामी भने पश्चिम नेपालको कोरोला नाका रहेको हिमालपारीको जिल्ला मुस्ताङ र अप्पर मुस्ताङको सपना बुनिरहेका थियौँ। मनभित्र चिसो मौसमलाई भुलाउने एउटा न्यानो कौतूहलता र हिमाली क्षितिज सुम्ने तीव्र चाहना हुटहुटीका रूपमा चलिरहेको थियो। हामीले काठमाडौँको व्यस्त दैनिकी, कोलाहल र धुलोको कणहरूलाई बिस्तारै पछाडि छाड्दै लामो यात्राको खाका कोरेका थियौँ। यो यात्राले नेपाली माटोको वास्तविक सुवास र भूगोलको विविधतालाई शब्दमा अनुभूत गराउँथ्यो। त्यो एउटा साधारण भ्रमण मात्रै नभएर प्रकृतिसँगको वास्तविक साक्षात्कार गर्दै नेपाली मनलाई हिउँको साम्राज्यमा समाहित गराउने एउटा अविस्मरणीय र जीवन्त यात्राको सुरुवात थियो। काठमाडौँको थानकोट कट्ने बित्तिकै नागबेली सडकको घुम्ती सुरु भए र हाम्रो गाडी त्रिशुली र मर्स्याङ्दी नदीको किनारै मलेखु, मगलिन, दमौली र दुलेगौँडा हुँदै अगाडि बढ्यो। साथमा रहेका मेरा प्रिय मित्र प्रभात श्रेष्ठ सुन्दर तस्बिर खिच्न गाडीको गति मिलाउनुहुन्थ्यो। मैले गाडीको रुफबाट टाउको निकालेर खिच्न थालेपछि उहाँ पनि क्यामेरा निकालेर तस्बिर र भिडियो कैद गर्नुहुन्थ्यो। हामी पोखरा पुग्न अघि बाटोमा एकैछिन अल्म लिएर रमायौँ पनि। जब गाडी नेपालको पर्यटकीय राजधानी पोखराको फराकिलो, चिल्लो र आधुनिक सडक खण्डमा प्रवेश गर्दै थियो, यात्राको आनन्द र उत्साह एकाएक थपियो। त्यो चिल्लो बाटोमा गाडी हुर्किँदै गर्दा मुटुको धड्कन पनि बेग्लै लयमा कुदिरहेको थियो। टाउकै माथि आएर हिमालले स्वागत गरिरहेको थियो। पोखरा बजार भित्र नै लाग्दा क्षितिजमा चाँदी झैँ टल्किरहेको माछापुच्छ्रे र अन्नपूर्ण हिमालका थुम्काहरू अनौठो रूपमा देखा परेका थिए। लाग्थ्यो ती हिमालहरू फेरि पनि हाम्रै प्रतीक्षामा थिए र दुवै हात फैलाएर हाम्रो भव्य स्वागत गरिरहेका थिए। हिमालको न्यानो स्पर्शले बाटोको सम्पूर्ण थकाइलाई क्षणभरमै मेटाइदिएको थियो। रहर फुकुन्जेल हिमाल हेरिरह्यौँ, फोटो र भिडियो खिचिरह्यौँ। मुगलिनदेखि पोखरासम्मको फराकिलो र चिल्लो बाटो, पोखरामा हिमालको स्वागतले मन गजबले रमायो। साँझ पोखरा बसियो। लेक साइडमा पहिलो साँझ बिताएपछि फेवातालको शान्त पानीमा रङ्गीचङ्गी डुङ्गा ख्याउँदै सुरु भएको बिहान निकै रमाइलो भयो। थरीथरीका डुङ्गा, थरीथरीका मन। आहा, फेवाताल छ र पोखरा छ। त्यसपछि हामी केबल कार चढेर सराङकोटको उचाइमा पुग्यौँ। देशभरमा केबल कार बढ्ने क्रम निकै बाक्लिँदै गएको छ। जति माथि गयो हिमाल आँखे अगाडि मुस्कुराइरहेका थिए। झन् नजिक, झन् समीप, खुलेको दिन, हाँसेको हिमाल हामीलाई हिमालकै काखमा पुगेको आभास भइरहेको थियो। पोखराको यो मोहनी स्वरूपमा लट्ठ परियो भने लामो यात्रामा अलमल हुन्छ भनेर हामीले यहाँका यादहरूलाई क्यामेरा र मनमा कैद गर्दै हाम्रो यात्रा मुस्ताङतर्फ अगाडि बढाएका थियौँ। हामी बागलुङ बस पार्क, नौडाँडा, नयाँ पुल र कुस्माको अग्लो झोलुङ्गे पुललाई फन्को मार्दै पर्वत र म्याग्दीको सरमकाम, बेनी बजार पुगेका थियौँ। इलेक्ट्रिक गाडी भएकोले एकैछिन चार्जमा राखेर हामी बेनीको बजारमा फन्को मार्न थाल्यौँ। सुन्तलाका पारखी मित्र प्रभातले झोलाभरि सुन्तला ल्याउनु भयो। रसिला र कसिला सुन्तला खाँदै बेनीबाट अगाडि बढेपछि कालीगण्डकीको सक्कली र शक्तिशाली रूप सुरु भयो। गलेश्वर, तातो पानी, दाना र घाँसा हुँदै अगाडि बढ्दै गर्दा बाटोको दायाँ बायाँ बजारहरूमा कतै स्याउका बगान र कतै पहेँलपुर सुन्तला लट्रम्ब थिए। गाडी रोक्दै सुन्तलाको रसिलो स्वादसँगै भिडियो र तस्बिर खिच्नुको आनन्द अवर्णनीय थियो। संसारकै गहिरो खोज अन्धगल्छीको चेपबाट पहाडको छाती चिरेर झरझर झरिरहेको प्रसिद्ध रूपसे झरनाको अगाडि पुग्दाको मजा त्यहाँ पुगेपछि मात्रै थाहा हुन्छ। झरनाको गगनभेदी गर्जनले मुटु ढुकढुक बनाएको थियो। रोकिएर, छोएर, फरक फरक ठाउँबाट तस्बिर र भिडियो लिएपछि पनि मन अघाएको थिएन। तर यात्रा निकै बाँकी थियो। हामीले बाटो ततायौँ। बाटोमा लेते, ताक्लुङ, टुकुचे र स्याउको राजधानी मार्फाका सफा ढुङ्गे घरहरू हामीलाई हेरिरहेका थिए। हामी उनीहरूलाई हेर्दै अगाडि बढिरह्यौँ। साँझ सुन्दर सहर जोमसोममा पुगेर बास बस्यौँ। जोमसोमको रात्रि बजार हिमाली चिसोका कारण चाँडै बन्द भए पनि होटलको झ्यालबाट हेर्दा टोपी खस्ने गरी उभिएका चाँदीका हिमालहरूले मध्यरातसम्म पनि हामीलाई स्वागत गरिरहे जस्तै अनुभूत भएको थियो।
तेस्रो दिनको बिहानी जोमसमको चिसो हावालाई चेर्दै हामी ऐतिहासिक धार्मिक तीर्थस्थल कागबेनी पुग्यौँ। अप्पर मुस्ताङ जाने बाटोमा प्रशस्त चार्जिङ स्टेसन छैन भनिएकोले हामी त्यहीँ होटलमा गाडी राखेर अर्को गाडीमा जाने निधोमा पुगेका थियौँ। हामी होटलको छतमा गयौँ, रमायौँ, होटल ओनरसँग गफ्यौँ पनि। सर, मेरो नाम चाहिँ राजेन्द्र थापा, घर सिन्धुपाल्चोक। यहाँ होटल व्यवसाय 20 वर्ष भयो। यहाँ चाहिँ तपाईँको मेन भयो धार्मिक श्रद्धा स्थल, अनि अप्पर मुस्ताङ मेन सुरुवात टुक्रा भन्छन्। अब यहाँ आएपछि चाहिँ तपाईँ मान्छे एकदम खुसी। अप्पर मुस्ताङ यहाँबाट उता रेस्ट्रिक्टेड एरिया यहाँबाट पर्छ कागबेनीबाट। बिहानी खाजा खायौँ र त्यहाँबाट अप्पर मुस्ताङको रैथाने यात्राका लागि अर्को स्थानीय बोलेरो गाडीमा सवार भयौँ। कागबेनी कटेपछि सुरु भयो माटोका थुम्का, मरुभूमि जस्ता लाग्ने अनौठा पहाड, रहस्यमयी गुफाहरूको संसार, स्याउ बगान र ससाना गाउँहरू, माटोभित्र लुकेका घरहरू, मरुभूमि जस्तो लाग्ने भूमि, हिमालपारीको जिल्ला, काली नदीको नागबेली बहाव, कच्ची भए पनि सजिलो सडक, एक डिस्को काटेर अर्को डिस्को पुगेपछि फेरि आउने उस्तै उस्तै दृश्य, हिमालको अटुट साथ। यस्तो यात्रा पो यात्रा, घुम्न जानु त यस्तो ठाउँमा पो जानु। बाटोमा छुसाङ, चेले, स्याङबोचे, घामी र चरङ जस्ता ऐतिहासिक सांस्कृतिक गन्तव्यहरू थिए। हरेक गन्तव्यमा झरेर रमाउन मन थियो, तर सम्भव थिएन। अर्को गन्तव्य टाढा थियो, भरि फर्कनु थियो। रमाइला माटोका पहाड, कतै कतै मिलेर बसेका बस्ती पार गर्दै हामी मुस्ताङ्गी राजाको प्राचीन सहर लोमान्थाङ पुग्यौँ। लोमान्थाङ कति धेरै सुनेको तर पुग्न नपाएको एउटा गन्तव्य। सुरुमा हामीले तृप्त हुने गरी खाना खायौँ। लोमान्थाङको भोजनपछि घुमियो बजार। कहाँ हो कता हो मेसै पाइएन, अलबल परे जस्तो भयो। जाडोले सरकारी कार्यालय बन्द भइसकेका रहेछन्। हिउँदमा तल झरेर बस्ने र गर्मीमा माथि उक्लने यहाँको परम्परा हो। केही स्थानीय भने झरेका रहेनछन् र हामीले खाना खाने अवसर मिल्यो। हामी लोमान्थाङबाट झनै अगाडि बढ्दै जाँदा भन्सार कार्यालय, हिउँले ढाकेको पहाड पार गर्दै अन्ततः 4660 मिटरको उचाइमा रहेको चीनको सीमा नाका कोर्ला नाका नजिकैको डिलमा पुग्यौँ। आहा, वाउ, क्या बात, वाउ नेपाल। मन फुरुङ्ग भयो, खुसीले गदगद भइयो। नेपाल चीन सिमाना 24 नम्बर सीमा स्तम्भको अगाडि उभिँदा वरिपरि भर्खर परेको सेतो हिउँको साम्राज्य टल्किरहेको थियो। चिनिया भूभागतिर आधुनिक प्रविधिका भव्य भवनहरू थिए, तर नेपालतर्फ भने छाप्राहरू मात्रै थिए। मन चसक्क भयो, राष्ट्रियताको भावना जाग्यो। तर पनि त्यो हिउँको भव्यतामा हामीले यी सबै कुरा बिर्सेर हिउँमा दौडाउँदै मस्त रमाएर फोटो खिच्यौँ। एउटा अबोध बालकले जस्तै सबथोक बिर्सेर हिउँमा रमाइरह्यौँ। जाने भनेर पनि जान नपाएका धेरै मित्रहरूलाई सम्झिँदै मस्त रमाएर साँझ हामी फेरि कागबेनी नै फर्क्यौँ। चौथो दिन बिहानै हाम्रो यात्रा कागबेनी श्राद्ध स्थल घुमेपछि मुक्तिनाथतर्फ सोझियो। कागबेनीबाट मुक्तिनाथ जाने बाटो यति सुन्दर, सफा र ठाउँ ठाउँमा यति फराकिलो र आनन्ददायक छ कि मन लोभिरहन्छ। सडक त हिमालकै फेदीमा लम्पसार परेको थियो। त्यसको सौन्दर्य साँच्चै अवर्णनीय रह्यो। केही खिचियो, केही हेरियो र अन्ततः हामी लाखौँ पर्यटकको रोजाइस्थल मुक्तिनाथ क्षेत्र पुग्यौँ। त्यहाँ असङ्ख्य पर्यटकहरूको भिडमा हामीले एउटा बेग्लै अनुभवका लागि घोडाको सवार गऱ्यौँ। मन्दिर पुगेर 108 धाराको हिउँ जस्तो चिसो पानीमा कुद्दै नुहाउँदा, कुण्डमा डुबुल्की मार्दा शरीर कठाङ्ग्री पनि मनमा भने ऊर्जा र एक प्रकारको सन्तोष सञ्चारित भयो।
मुक्तिनाथमा वरपर मस्त घुमेर अनगिन्ती फोटोहरू खिच्यौँ र स्वादिष्ट भोजन ग्रहण गरेपछि हामी जोमसोम लेते र बेनी हुँदै फेरि पोखरा फर्क्यौँ। पोखरा नजिकै पुगेर रातिकालीन बास बस्यौँ। यात्राको 5औं तथा अन्तिम दिन झनै विविधतापूर्ण रह्यो। बिहान पोखराको फराकिलो सडक हुँदै मुगलिन निस्किएर हाम्रो गाडी चितवनतर्फ झर्दा हिमालको सेतो संसारबाट सिधै तराईका फाँटहरूमा लह लह झुलिरहेको पहेँलपुर तोरीबारी देखियो। यसले नेपालको भूगोल कति धनी र कति विविध छ भन्ने कुरा स्पष्ट पार्थ्यो। भरतपुरको फराकिलो र आधुनिक सडक खण्ड हुँदै टिकोरीको जङ्गल, टाँडी, भण्डारा र मनहरी पार गर्दै हामी हेटौँडा पुग्यौँ। त्यहाँको व्यवस्थित सहर पार गरेपछि भीमफेदीको कुलेखानीको इन्द्र सरोवर ताल र सिस्नेरीको गल्छी हुँदै साँझ काठमाडौँको चक्रपथमा फर्क्यौँ। पाँच दिन पहिले सुरु भएको यो अविस्मरणीय यात्रा एउटा जीवन्त र कहिले नभुल्ने याद बनेर टुङ्गियो। गाडीको सिटमा बसेर आँखा चिम्म गर्दा अझै पनि सराङकोटको हिमाल, रुप्सेको झरना, कोरलाको हिउँ र मुक्तिनाथको घन्टी कानमा गुन्जिरहेको छ। मनले गर्वको साथ भनिरहेको छ, धेरै सुन्दर छ मेरो नेपाल, घुम्नै पर्ने छ मेरो नेपाल।